हेलो नमस्ते। केयर वर्करहरूको लागि एकदमै राम्रो गुड न्युज आएको छ। तपाईँहरू सबैले सोसल मिडियातिर थुप्रै पोस्टहरू देखिसक्नुभयो होला। थुप्रै साथीहरूले पोस्ट गर्नुभएको छ। आजको यो भिडियोमा म तपाईँहरूलाई खासमा त्यो गुड न्युज के हो त? त्यो दुईटा की न्युजहरू के हो त्यसको बारेमा चाहिँ एक्सप्लेन गर्नेछु है। फर्स्ट गुड न्युज भनेको तपाईँको स्यालेरी बढ्छ अब। अब यो अप्रिल 2025 देखि तपाईँहरूको स्यालेरी 23,200 पाउन्डदेखि बढेर 25,000 मिनिमम स्यालेरी हुनेछ। त्यो भन्नुको मतलब एकदम राम्रो कुरा हो त्यो है। अनि सेकेन्ड कुरा भनेको जो अलरेडी युकेमा हुनुहुन्छ तपाईँहरूको लागि स्पेसली गुड न्युज हो। अब चाहिँ जति पनि यो केयर वर्करको रिक्रुटिङ एजेन्सीहरू छ उनीहरूले रिक्रुटिङ गर्दाखेरि सबैभन्दा अगाडि युकेमा रिक्रुटिङ गरेको रेकर्ड हुनुपर्छ। त्यसपछि मात्र उनीहरू चाहिँ बाहिरको देशमा रिक्रुटिङ गर्नु सक्छ। त्यो भन्नुको मतलब यदि तपाईँहरूको स्किल वर्कर भिजा एन्ड हुँदैछ भने तपाईँहरू एकदम चिन्तित हुनुहुन्छ, तपाईँको कन्ट्र्याक्ट रिन्यू हुन्छ हुँदैन भनेर त्यस्तो खालको तपाईँहरूलाई एकदम चिन्ता छ भने अब त्यो चिन्ता अलिक कम गर्ने बेला आएको छ। किन भन्दाखेरि उनीहरूको फर्स्ट प्रायोरिटी भनेको यहाँ युकेमै भएको केयररहरूलाई रिक्रुटिङ गर्नुपर्छ उनीहरूले। त्यसको मतलब तपाईँहरूको म्याक्सिमम चान्स भिजा रिन्यू हुने छ। सो दिज आर द टु चेन्जेस। नेपालबाट आउने मान्छेहरूको लागि पनि गुड न्युज हो। सो रियली ह्याप्पी फर अल अफ यु दोज हु एक्चुली वर्क इन केयर सेक्टर। अनि यो म्यासेज चाहिँ अरू मान्छेहरूलाई अरू साथीहरूलाई पनि सेयर गर्नु होला। ओके, टेक केयर।